अहिले यो भिडियो चाहिँ एकदम ट्रेन्डिङमा छ है। यस्तो भिडियो चाहिँ कसरी बनाउने भन्ने थाहा छैन भने चाहिँ यो भिडियो फुल वाच गर्नु होला। म कसरी बनाउने सब फुल प्रोसेस भन्छु है। यो भिडियो बनाउनु चाहिँ एकदमै इजी छ है, र सबैजनाले यो भिडियो लास्टसम्म हेर्नु होला है। यसको लागि चाहिँ सुरुमा गेममा आउने, गेममा आएर हामी ग्राफल्यान्डमा जान्छौँ है। ग्राफल्यान्डमा जाने, त्यसपछि चाहिँ ग्राफल्यान्डमा गएपछि यहाँनिर ग्राफल्यान्ड कोड भनेर छ, त्यहाँ ग्राफल्यान्ड कोड छ, त्यहाँनिर हान्ने। त्यहाँनिर चाहिँ म यो कोड चाहिँ तल कमेन्टमा छोडिदिन्छु, सबैजनाले त्यहीँबाट लिनु है। यो कोड हान्ने, यो कोड हान्ने बित्तिकै म्याप आउँछ, सोलो प्ले गर्ने है, सोलो प्ले चाहिँ गर्ने। त्यसपछि हामी म्याचमा जान्छौँ है। त्यसपछि यहाँ चाहिँ सिधै पिकबाट आउँछ है, सिधै पिकबाट आउँछ। यस्तो केही लोबिसोबी केही नि हुन्न। गइसकेपछि उयो रातोमा थिच्ने है, यो रातोमा थिच्ने। त्यहाँबाट चाहिँ भेहिकल भन्ने हुन्छ, भेहिकलबाट चाहिँ कार झिक्ने। अनि कार झिकेपछि चाहिँ आफूलाई कहाँ गएर बनाउनु मन लाग्छ त्यहाँ जाने। म चाहिँ यहाँ मिलमा गएँ है। यहाँ गएर फेरि यो रातोमा थिच्ने, रातोमा थिचेपछि तल एनिमेसन 2 छ, त्यसमा थिचेर सेटिङ अनमा थिचिदिने। सेटिङ अनमा थिचेपछि यसरी बस्छ है, यसरी बस्छ। त्यसपछि हेर्ने अनि घुमाइ हेर्ने आफैले। त्यसपछि चाहिँ अनि यहाँ क्यामेरा मिलाउनु मन लाग्छ भने क्यामेरामा थिचेर यसरी तल माथि गरेर मिलाउन सकिन्छ है, क्यामेरा पनि मिलाउन सकिन्छ। त्यसपछि आफूलाई कस्तो भिडियो चाहिन्छ त्यही अनुसारको बनाउने। मलाई जस्तै चाहियो मैले जस्तै बनाएँ है। तपाईहरुलाई कस्तो चाहिन्छ त्यही अनुसारले बनाउनु। त्यसपछि फेरि रातोमा थिच्ने, रातोमा थिचेर एनिमेसनमा थिच्ने, एनिमेसनमा थिचेर यहाँनिर स्याड गर्यो भने चाहिँ यस्तो रुन्छ है, स्याड गर्यो भने रुन्छ। त्यसपछि यहाँ माथि त्यही रातोमा थिचेर इमोट हुन्छ, इमोटबाट चाहिँ यसरी इमोटहरू पनि देखाउन मिल्छ है। आजको लागि चाहिँ यति नै है। अब पनि यस्तै भिडियो चाहिन्छ भने सबैजनाले मलाई फलो गरिराख्नु।